आज चाहिँ हाम्रो खाना केही मिठा पलहरु पछि तल सारे हो नि What's up my gang? आज हामी दुईटा बेरोजगारी फेरि भेला भएर चाहिँ काठमाडौँमा केही गर्नु नपाएर चाहिँ हामी नुवाकोट तर्फ लाग्दैछौँ। लेट्स सी फर्स्ट टाइम जाँदैछु कस्तो छ के छ केही थाहा छैन अन द वे हेर्दै जान्छु र त्यहाँ गएर चाहिँ अब के छ कसो छ यो भनेको चाहिँ हाम्रो बेरोजगारी ब्लग है डेस्टिनेसन पनि के हो कसो केही थाहा छैन हामी जोतमा जाँदैछौँ रुटहरु पनि थाहा छैन तर हामी पुग्ने छौँ हामी निस्किसकेको छौँ अनाम नगरमा छौँ अहिले चाहिँ अनि हामी टोखाको बाटो हुँदै बाटोहरु खोज्दै बाटोहरु खन्दै निस्किने छौँ पुग्ने छौँ फाइनली हामीले चाहिँ सोधिन सरासर हराउँदै चाहिँ हामी फाइनल बाटोमा आइसकेको छौँ र हाम्रो नुवाकोटको बाटो हामीले भेटिसकेको छौँ र हामी लाग्दैछौँ हामीले काठमाडौँलाई दूर दूर छोडिदिइसकेको छौँ तपाईहरुलाई के भन्छु भने बाटो चाहिँ एकदमै राम्रो लाग्यो किनभने साइड जङ्गल छ अनि चाहिँ बाटो छ अनि यहाँ बाघ भालु चितुवा सबै हरिण सरिण सबै रहेछ त्यही भएर चाहिँ हल्का जोगिनु पर्ने स्थिति रहेछ जङ्गल किन यति धेरै भन्ने तपाईहरुलाई पनि चासो होला किनभने यो नेसनल पार्क हो नि त त्यो मैले तपाईहरुलाई जानकारी नदिइरहेको यो शिवपुरी नेसनल पार्क रहेछ नि त त्यो भएर जङ्गल बाक्लो भएको रहेछ अन द वे यहाँसम्म आउँदा चाहिँ के पाइन्छ भन्दा चाहिँ छ अरे झरना रहेछ थोरै अगाडि देखेको थियो बाटोमा तर त्यहाँ कालो जानुपर्ने रहेछ तर हामी जानुपर्ने अर्को ठाउँ हो गाउँभन्दा नुवाकोट छोरहरू चाहिँ अलिक बिहानै टक्क रेडी भएर आउनु भन्छ छिर्दै घुम्दै आउनुहोस् राम्रै छ अहिलेसम्म बाटोहरू पनि राम्रै लाग्यो छहारीबाट अलिकति अगाडि आउनु भयो भने चाहिँ यो पुल देख्न सक्नुहुन्छ र सायद त्यहाँ बोर्ड पनि छ त्यहाँदेखि उता जानुभयो भने चाहिँ त्रिशुली हो र यता भनेको चाहिँ नुवाकोट जाने बाटो रहेछ र हामी लाग्दैछौँ यात्राहरू गर्दा गर्दै अँध्यारो पनि भइसकेको छ हजुरहरू देख्न सक्नुहुन्छ लगभग हाम्रो 8 किलोमिटर जति होला बाटो चाहिँ थोरै अफरोड छ यता माथि चाहिँ दक्तेश्वर जाने बाटो भने हामी चाहिँ राउत बेसी जाँदैछौँ हामी हाम्रो गन्तव्य अझै हाम्रो 1 घण्टा बाँकी छ अँध्यारो भइसकेको छ तर हामीसँग जोस छ हामी पुग्नेछौँ हामी चाहिँ लगभग हाम्रो डेस्टिनेसन चाहिँ आइपुगेको रहेछौँ झन्डै यहाँ तलमाथि मिस अन्डरस्ट्यान्डिङ भएर चाहिँ हामी झन्डै फेरि आधी घन्टा अझै पुग्छौँ होला फाइनली हामी आइपुगेको छौँ कस्तो लाग्यो होला यहाँसम्म आइपुग्दा हामी चाहिँ अरू रुममा आइसकेको छौँ अब केही मिठा गीतहरू गफसप गर्दै बस्दैछौँ भोलि चाहिँ अब कता कता गइन्छ थाहा छैन त्यही हो घुम्दै घुम्दै आएको हो बेरोजगारी हुनु पनि साह्रो के भन्नु फाइदा हुन्छ भने जस्तो भइसक्यो घुमाइछौँ त्यही हो ब्लग भनेको चाहिँ अब सिचुएसन हेरेर हुन्छ एउटा मेमोरिज हो लजाको हामी बेरोजगारीहरूलाई चाहिँ हामीलाई स्पोन्सर गर्ने हाम्रो न्युज अन भाइ हो होइन न्युज अन 1 न्युज अन 2 न्युज अन 2 न्युज अन 1 दुईजना चाहिँ एउटै गाउँको सायद चिन्नेहरूले चिन्छ नचिन्नेहरूले चिन्दैन चिनी चाहिँ राख्नुपर्छ अब भोलि हामी कता कता जान्छौँ भोलि पनि थाहा हुन्छ अब हामी खानासाना खान्छौँ सुत्छौँ भोलि फेरि हामी प्याक हुन्छौँ ब्लगमा सबैजनालाई गुड मर्निङ हामी उठिसकेको छौँ मिठो निन्द्राको साथ र अहिले हामी भनेको बेसीमा छौँ अहिले भरे हामी माथि माथि जान्छौँ होला घुम्दै घुम्दै तपाईँहरूलाई म भ्यू देखाउँछु बिहानको
चट्ट खोला रहेछ। खोलाको नाम चाहिँ के हो? राउत बेसी खोलाको टक्कर वरिपरि डाँडाको चट्ट हामी यता बसिरहेछौँ। अब हेर्नेछौँ आज कता जानेछौँ, के गर्नेछौँ। तपाईँको बिहानको सुरुवात आफ्नो तालले भन्छ, कोही तातो पानीसँग, कोही कफीसँग, हामी चाहिँ ब्ल्याक टीसँग बिहानको सुरुवात फ्रेसहरू भएर चाहिँ निसन भाइ र म चाहिँ चिया खाँदैछौँ। अहिले हाम्रो निसन भाइ पनि चिया खाइरहेछ र बिस्तारै अब हाम्रो अर्को निसन भाइ चाहिँ माथि उसको काममा गएको छ, अलिकति आउँछ। त्यस पछाडि हाम्रो यात्राहरूलाई चाहिँ अगाडि बढाउनेछौँ। आउँदै गर्दै हेर्दै गर्नुहोस्, हामीले खतरा ठाउँमा भयो होइन दाइ, एकदम सरप्राइज। के लगायो रे भाइ? के लगायो रे? अब चट्ट खानासाना खाइन्छ अनि घुम्न लागिन्छ। कस्तो हुँदैछ खाना? दामी। अब यो हङ्सलाई चाहिँ हामीले क्लियर गरेर चाहिँ पेटलाई चाहिँ हामी जान्छौँ घुम्न। रेडी भइसकेको छौँ, अब हामी लाग्नेछौँ। हेरौँ कता जानेछौँ। अब हाम्रो यात्रा यहाँदेखि चाहिँ अगाडि बढ्यो। देखिराख्नु भएको भनेको पानी घट्टा भन्छ यसलाई चाहिँ। किनभने लागिरहेको है। अरे भ्यू हेरौँ। यसमा ठुलै रहेछ। चाहिँ 3टा बाइकमा पर देख्यो त हिमाल भाइ। हामी कता जानुपर्ने हो? निसन भाइ अहिले चाहिँ हामी कहाँ छौँ रे? हामी गोल्फु भन्ज्याङमा अनि यो पाल्चोक र नुवाकोटको सिमानामा छौँ। यो ठाउँ चाहिँ ट्याक्क सिमाना भयो। अब यहाँदेखि अब हामी फेरि अन्त लाग्नेछौँ। यही हो सिमाना चाहिँ ट्याक्क लाएर सर्वक्कै। हामी भयो भने पर्सि चाहिँ त्यो डाँडा जानेछौँ। त्यो हिउँ परेको ट्याक्कै त्यहाँ ओछ्याल लाएर चाहिँ स्ल्यापै लाग्दैन। अब केही मिठा पलहरू चाहिँ हामीले स्पेन्ड गरेर चाहिँ यहाँदेखि चाहिँ कहाँ जाने भन्दाखेरि चाहिँ अब यता जाने भनेर फिक्स भएर चाहिँ हामी जाँदैछौँ। जिन्दगी एक बारको हो, त्यही भएर चाहिँ जिराखौँ, इन्जोय गरिराखौँ, डुलिराखौँ। पछि त उही हो होइन, बुढेसकाल लाग्दै गएपछि जिउहरू थाक्दै जान्छ। त्यो मैले अहिले अनुभव गर्नु थालिसकेको छु। किन बुढापाकाहरूले चाहिँ जवानीमै हो घुम्ने भन्थ्यो। हामी बेरोजगारी भए पनि हामीले चाहिँ लस्ट अफ मेमोरी चाहिँ क्रिएट गरिसक्यौँ क्या। त्यो पैसाले किन्नु सक्दैन क्या हामीले गरेको रमाइलो फनहरू। अब यहाँ हिजो एकछिनको लागि हामी आइएको थियौँ, अब यहाँ बस्दै जाँदा प्लानहरू बढ्दै जाँदैछ। भोलिको दिनमा रिग्रेट नहोस् कि त्यो ठाउँमा गएर त्यहाँ चाहिँ जानु पर्थ्यो भनेर चाहिँ रिग्रेट नहोस् भनेर चाहिँ सब कुरा गरेर चाहिँ हामी फर्किन्छौँ। मैले अघि देखाएको पानी घट्टा चाहिँ यही हो। यहाँ चाहिँ पानी घट्टामा चाहिँ के हुन्छ भन्ने जस्तो लाग्छ भने
पानीघट्टामा चाहिँ के हुन्छ भन्दा चाहिँ तपाईँको जसरी मिलमा त तराईतिर अब मिलहरू हुन्छ चामलहरू कुटिन्छ नि हो त्यही हुन्छ यहाँ पनि यहाँ चाहिँ वाटरको फोर्सले चाहिँ घुमाउने हो त्यहाँ भनेको इलेक्ट्रिकले हो जसलाई थाहा छैन त्यही भएर चाहिँ घुमिराख्नुहोस् हाम्रो नेपालमा पनि धेरै कुराहरू छ ल हामी चाहिँ बुद्ध पार्क पनि आइपुग्यौँ है हेरौँ है बुद्ध पार्क हो अब तिमीहरू चाहिँ घरमै बस्नु च्याटिङ गर्नु चिक्स भन्नु ब्रेकअप हुनु रुँदै बस है हामी चाहिँ यसरी घुम्दैछौँ घुम्नु चाहिँ पर्छ तिमीहरू चाहिँ कुवाको भेकुदा जस्तो घरमै बसिराख्नु ननिस्किनु होइन निसन है निस्किनु छैन यो चट्टान चाहिँ त्यो चट्टानै हो नि होइन हिउँ पर्दा मात्रै हिमाल बन्यो त्यो नत्र त चट्टानै भयो त्यो चढौँ है चढौँ म त सास फुल्लिन थालिसक्यो यो देशको झन्डा फरफराए जस्तो हाम्रो देश पनि फरफराउनु पर्छ है भ्यू चाहिँ हेरौँ है भ्यू हेरौँ तपाईँहरू नआए पनि तपाईँहरूको लागि चाहिँ मैले राम्रो भ्यूहरू लिइदिँदैछु रमाइरहेको छौँ हामी रमाइरहेछौँ इन्जोय गरिरहेछौँ हजुर पनि घुम्नु चाहिँ छोड्नु न घुम्दै चाहिँ गर्नुपर्छ केही मिठा पलहरू गफसफ गरेर चाहिँ अब हामी चाहिँ यहाँबाट चाहिँ टक्क अब झर्दैछौँ अनि उता गौतम बुद्ध पार्क जानेछौँ अनि त्यसपछि केही फोटोहरू लिनेछौँ आज डे 2 हो डे 2 यस्तै भइरहेछ भोलि डे 3 अनि भयो भने डे 4 पनि अब त्यो क्लाउडी चाहिँ अब हाम्रो हाइटभन्दा तल अनि सनसेटको भयो भने चाहिँ लिनेछौँ लेट्स सी के हुन्छ आशा गर्छु हजुरले इन्जोय गरिराख्नु भएको छ भनेर अब हामी गौतम बुद्ध पार्क घुम्न जाँदैछौँ यहाँ पर छ अघि तपाईँलाई माथिबाट हेर्नु न मात्रै कता पुगिन्छ होइन नाटाङ भन्छ नाटाङ बुद्ध पार्कमा हामी जाँदैछौँ स्याटै ल्याएर चाहिँ गौतम बुद्ध पार्क यो चाहिँ एन्टी लाइट परेर चाहिँ मजाले देखिँदैन ओके हेलिकप्टर पनि ल्यान्डिङ हुँदो रहेछ हजुरहरूलाई चाहिँ हिँड्नु अल्छी लाग्यो भने हेलिकप्टर लिएर आउनु होला केही कुराहरू तस्बिरमा कैद हुन्छ जसलाई चाहिँ फोटो पनि भन्छौँ सबैजना आफ्नो धुनमा रमाइरहेछौँ यस्तै छ है ए यहीँबाट बाइक हुनेहरूले चाहिँ लिएर आउँदा हुन्छ ल बाइक हुनेहरूले ल्याउँदै गर्दा हुन्छ हामी यहीँ बस्दै गर्छौँ
हो घोडाहरू आइपुग्यो हाम्रो के भन्थ्यो त्यो आएको भिडियो भइगयो त्योभन्दा आज डे 2 अलिकति धेरै भयो अब डे 3 सायद अलिक थोरै हुन्छ होला डे 4 फेरि हेभेन छ है हेभेन बाटो चाहिँ यस्तै छ फेरि एकदमै गाह्रै छ भनौँ न त्यही भएर क्लास गरेर आउनुहोस् होइन हो नि क्लास गर्नुहोस् आउनुहोस् ओहो यस्तो यस्तो नि हुन्छ बाटोमा ठिएको थियौँ आज ब्याक टु त्यहीँ आइहालेको छौँ त्यो हुलाइदिनु पर्ने हो साथी यो नहुला र यो उमेरहरू चाहिँ अब हाम्रो फर्केर कहिले आउँदैन है निसन भाइ मेरो चाहिँ आउँछ कताबाट चाहिँ आउँछ तिम्रो भन त निसन भाइ हजुर यो उमेर कहिले आउँदैन भनेको उसको चाहिँ आउँछ अरे क्या कताबाट चाहिँ लिएर आउँछ कुनी छोराको चाहिँ हो बेगर भने आज चाहिँ हाम्रो खाना चाहिँ यही है यही लोकल च्याट लोकल भाले च्याट लाएर चाहिँ अहिले भरे सलाप होइन यसरी नै एपिसोड 1 को भ्लग यति नै हुन्छ त्यसपछि एपिसोड 2 आउनेछ अनि सबै 3-4 दिनको भ्लग एउटैमा हाल्दा त गाह्रो हुन्छ होइन भाफाको लोकल कुखुराको मिठो थियो के गर्नु खाने धुनमा भोकले भिडियो खिच्नै बिर्सेछु नेक्स्ट एपिसोड भनेको चाहिँ यति दिनमा म हाल्नेछु त्यसको लागि स्टे ट्युन लभ यु अल माई स्मल फ्यामिली टेक केयर बाई